यहाँबाट एएसटीको नजर बन्द पुग्यो, जहाँ त्यो नजर बन्दै गर्दाखेरि एएसटीको तर्फबाट आइएटको टिमलाई वाइप आउट गरिन्छ एन्ड यो ब्याटल टप 2 टिममा कन्भर्ट हुँदै गर्दाखेरि सिआइएमएफ विथ द डुओ प्लेयर एन्ड एएसटी विथ द्याट 4 म्यान पावरको साथमा रहेका छन्, जहाँ जो अगाडि बढ्न थालिसकेका छन्। कनेक्सन बिल्ड गर्नको लागि ट्राई गर्दै थियो, बट त्यहाँ नक निकाल्यो जोलाई। त्यो एउटा किल कन्फर्मेसन एटलिस्ट गरिएको रहेछ, बट जुन म्यान पावर एएसटीले बट अब त्यहाँ हिल गरेर कतिन्जेल बाँच्ने भन्ने कुरा रहेको थियो। एन्ड क्रममा आश्चर्य जो लास्ट रिमेनिङ प्लेयर रहेका थिए उनीहरू नेट हुँदै गइरहेका छन् र टाइफोन पनि सोलो प्लेयर हिल गर्न खोज्दै थिए, बट उनी पनि एलिमिनेट भइसके। यो ब्याटल एकैचोटि टप 2 टिममा कन्भर्ट भइसकेको छ। जुन सोलो प्लेयर हामीले आउट अफ जोन सर्कल देख्न पाइरहेका थियौँ, दुवै प्लेयर भने चाहिँ उनीहरू त्यो जोन ड्यामेजले नै एलिमिनेट भइसक्दाखेरि एसटीको टिमको लागि यो चिकन निकाल्ने प्रोभाबिलिटी हाई देख्दै गरिरहेको छु, जहाँ 2v3 को सिचुएसन रहेको छ अगेन्स्ट केयुएम, जहाँ केयुएमको लागि फेरि एलिमिनेसन आइसकेको थिएन। यता लोकोको तर्फबाट गएको सर्टसँगै भेनम उनी डाउन फेस गर्न पुगिसकेका छन्। भेनमको तर्फबाट अब त्यो कनेक्सन बिल्ड गर्ने कोसिस त चल्दैथ्यो, बट उनी नक फेस गरेसँगै रेस्ट अफ द पार्टनरलाई भने चाहिँ हामीले अझै पनि आउट अफ जोन सर्कल देख्न पाइरहेका छौँ, जहाँ कभर सट प्रोभाइड गर्ने क्रम त चल्दै गरिरहेको थियो। यतातिर जुन प्लेयर रहेका छन् पिकअप नै रहेका छन्, उनको त्यहाँतिर एलिमिनेसन बन्द पुगिसकेको छ। सो लोको एक्लै सर्भाइभ गरिरहेका छन्। कनेक्सन बिल्ड गर्नको लागि पछाडि प्लेयर आउँदै थियो जो त्यो डिभिएससँगै मद्दत गरिरहेको देख्न सकिसकेका छन्। रन सर्किटको अगेन्स्टमा नेट कनेक्सन आयो, एचपी लो छ। लास्ट ग्रेनेड के यो फाइनल ग्रेनेडको रिजल्ट आउने हो त पुरै कुट गरेर थ्रो गर्छन्, मुखमा पड्काउनु त गाडी कभरले बस्ने भए 1v1 को लागि जान्छन्, बट यो पटक मिस गर्नेछन्। केटर डाउन गरियो, जायलाबाट ब्याकअपको लागि रोकिरहेका थिए, उनले डाउन पनि गर्छन्। केटरलाई रिभाइभ पनि दिन भ्याउने भए 1-1 एलिमिनेट। फोडियमको अगेन्स्टको ब्याटल 2v3 को ब्याटल हुन्छ, प्लेयर रिभाइभ हुन्छन् भने एन्ड यता फोडियमको लागि पनि राम्रो म्याच कन्सिडर गर्नुपर्ने हुन्छ भने एसटीको लागि राम्रो म्याच भन्दाखेरि पनि ह्याट्रिकको लागि टिमले कोसिस एचपी लो गरिएको छ। जाय आउँछन्, पछाडि पनि तामाङ आउने भए एन्ड गाडीबाट डाउन गर्छन् फाइनल प्लेयरलाई एन्ड विनर चिकन डिनर टिम एएसटी को लागि र ह्याट्रिक चिकन डिनर निकालेको छ। कम्पिटिसन थियो, बाँकी फोवाईलाई चाहिँ सिएमएफले टेक डाउन गरेको छ। यता एएसटी जान्छन्, एक गर्दै एचबिएलको प्लेयर डाउन गरिरहेको देख्न सकियो। विनर डुओ टिम सिक्रेट अहिलेको लागि फाइटमा आउन चाहेनन्। #2 बाट #3 मा आइसकेका छन्। 1-1 ले रिप्लेस गरिदिएको देख्न सकियो। अझै आफ्नो पोजिसन चाहिँ घट्न दिन चाहँदैनन्, बट ओके फाइट भइरहेको थाहा थियो। जान्छन् यही बेलामा फाइट लिनको लागि थर्ड पार्टी गरेर केही पोइन्ट आउँछ कि सोचिरहेका छन्। रेड सी प्लान अनुसारको एक्जिक्युसन रहन्छ कि रहँदैन, बट नेड आउँछ। ओके नक भएन छ है, नजिक नै फुटेको थियो। ग्रेनेड हुँदा फोडियम पनि म्याचबाट एलिमिनेट भयो। प्रिभियस म्याच राम्रो गएको थियो फोडियमको लागि, एकैचोटि #4 मा देखिएको थियो, बट कन्सिस्टेन्ट रहन सकिएन भने पोजिसन कुन बेला कम्प्रोमाइज हुन्छ भनेर थाहा हुँदैन। यता एएसटीले भने चाहिँ आफ्नो टिमको गेमलाई चाहिँ एकदमै कन्सिस्टेन्ट राखिरहेका छन्। कुनै पनि हिसाबले केही कुरा ल्याक भइरहेको देखिएको छैन। जान्छन् पुस गर्नको लागि, पिछला म्याचमा कन्भर्ट भएको त थिए एन्ड या फोर्थ एलिमिनेसन टिम एएसटीको लागि आइसकेको छ, बट अझै पनि यहाँ टिम सिक्रेट त एचबिएल एलिमिनेट भए पनि सिक्रेटबाट भने अन्तिम प्लेयर रहेको देख्न पाइएको थियो। थाइ पनि डाउन भइसकेका छन्, जेकै अन्तिम प्लेयर रहेको देख्न सक्यो। उनलाई स्पट गरिएको छ, 4 जना चारतिरबाट घेर्ने कोसिस गरिरहेको छ, बट डोकी नक फिनिस हुन दिनु पनि भएन। त्यहाँ प्लेयर नजिक जाने कोसिस गर्दै थियो, फिनिस गर्ने पनि कोसिस भएको थियो, बट भेनमको त्यो क्विक शट के कस्तो सिनेरियो बन्दै हो भन्दै थिए, बट होरोस्पोसको लागि प्लेयर क्याजुअली बन्द पुग्दाखेरि अब त सोलो प्लेयरमा कन्भर्ट भइसकेका छन्। बाँकी ग्यान्टे यहाँ 1v3 बन्ने हो या लास्टमा एसटीले प्लेयर घुमाइसकेपछि 1v1 को सिचुएसन बन्ने हो। नेटको कनेक्सन ग्यान्टे नक निकाल्छन् भेनमलाई एन्ड गार्डले आउँछन् र जायले ग्यान्टेलाई कुल्चेर डाउन गर्ने भए। अब स्काई अन्तिम प्लेयर 1v2 को सिचुएसन के सोलो प्लेयरले आफ्नो टिमको लागि चाहिँ किनेर कन्ट्रिब्युट गर्न भ्याउने हुन्छ, बट नो अगाडि नक भएको प्लेयर पक्कै पनि रिभाइभ हुने भए। स्काई सोलो प्लेयर किल हुने पनि रहेको छन्, 6 प्लेसमेन्ट पोइन्ट लिएर आइसकेका नै छन्, बट त्यो इनफ टिमको लागि पक्कै पनि बन्नेवाला छैन। बट के खेल्दिए टिम एएसटीले त अगाडिको 3टा म्याचमा जुन मोमेन्टम बिल्ड गरिरहेको थियो टिमले त त्योभन्दा पनि अझै बेटर वेमा यो म्याचलाई फिनिसिङ तर्फ लगिरहेको देख्न पाइरहेका छौँ। यसका अन्तिम प्लेयर एजमा रहे, स्याकमा चाहिँ चुपचाप बसिरहेको देख्न सक्यो, बट उनलाई स्पट सायद गरियो एन्ड जहाँ अगाडिपट्टिबाट आउँछन्। ओके वाट स्प्रे क्लोज रेन्जमा प्लेयर आउँदै थिए, गाडीमा झारियो, बट कभर आउँछ तामाङको एन्ड विनर चिकन डिनर येट अनदर चिकन डिनर फर टिम ट्राइबल मेसी। के खेल्दैछ यो टिम त प्रिभियस म्याचको कम्पेरिजनमा यो म्याचमा एग्रेसिभ देखियो यो टिमलाई एन्ड 4वटा चिकन डिनर आउट देख्न सकियो। एन्ड अब हामी टप 4 मा गेम
गेम कन्भर्ट भने चाहिँ भएको देख्न पाइरहेका छौँ केओएम फर एमपी एएसटी एन्ड देन एक्सीको टिमलाई देख्न पायौँ जहाँ टिम एएसटीको लागि अर्को एउटा चिकन डिनर आउने हो र यहाँ टिमले मोमेन्टम बनाउँदैछन् है गाइज 5वटा चिकन डिनर हुन जान्छ इफ यो म्याचमा चिकन डिनर आयो भने त त्यसपछि त डबल ह्याट्रिक कसले रोक्ने हो यसपछि इराङ्गल हो इराङ्गलमा पनि टिम एकदमै काम भएर खेल्नेछन् भने सायद कुनै अफ माउन्टेन अझै पनि सर्भाइभ पनि गरेर बसिरहेको देख्न सक्यो प्रिभियस म्याचेसमा केही मिस भएको थियो कि मिस्टेक थियो बट त्यो कुरालाई टिमले के हदसम्म सही गर्ने कोसिस किलर अफ माउन्टेन तर्फबाट भइरहेको देख्न पाइरहेका छौँ हामीले अहिलेको लागि सर्कलको फेभरमा एएसटी एन्ड मिनिम्यापमा त एकजना प्लेयरलाई देखिरहेका छौँ एक्सीबाट भने बाँकी रहेका अगाडि सबैजना प्लेयरलाई देखिरहेका नै छौँ एक्सीका प्लेयर त्यहाँ रहेका केओमको 2जनाको अगेन्स्टमा ब्याटल लिन्छन् कि बट ओके तामाङको नेट जान्छ फाइनल प्लेयर रहेको एक्सीबाट उनलाई पनि डाउन गरिएको देख्न पाइरहेका छौँ जेनेसिस स्पोर्ट्स यो म्याचबाट बाहिरिएका छन् एउटा ग्रेनेड पपर नेड पक्कै पनि टिम एसटीको लागि चिकन निकाल्न थोरै मद्दत गरिदिनु त भएन बट के मिस हुने हो टिम किलर अफ माउन्टेनले जुन डबल ह्याट्रिकमा रहेको टिम ट्राइबर मेसीलाई च्यालेन्ज गर्ने हुन् त यो फाइनल ब्याटलमा त्यो पक्कै पनि हेरेर एज अगाडिको ब्याटलको कुरा गर्नु पर्दाखेरि केओएमलाई एग्रेसिभ देखिरहेका छ भनेपछि हल्का कन्फिडेन्ट पनि रहेका छन् किलर अफ माउन्टेन यो ब्याटलमा जित निकाल्नको लागि अगाडिपट्टि प्लेयर आएको थाहा छ लोको रहेका छन् उनले अलरेडी यहाँ सोलो सकेर उठाएको देख्न सक्यो बट नो यो पटक भएर आउँछन् लोकोलाई डाउन गरिएको देख्न सकियो लास्ट म्यान रिमेनिङ एन्ड नाउ इट्स 3v1 5वां चिकन डिनर ब्याक टु ब्याक रहन जान्छ इफ यो म्याचमा टिम ट्राइबर मेसीको लागि चिकन डिनर आउँछ भने त नेट सही ठाउँमा थ्रो गर्दैछन् कनेक्सन रहने हो त लाइक द प्लेयर पक्कै पनि बस्ने भए डाइरेक्टली माथि जाने कोसिस हुने हो कि बट नो यस पटक पिकअप डाउन गर्छन् जायलाई अगाडि बढ्दै थिए सर्टरको साथ बट ओके लिएर गएका रहेछन् त्यही भएर पिकअपले इजिल डाउन गरिदिने भए किल कन्फर्म पनि गरिन्छ ब्याक टु ब्याक ग्रेनेड स्प्याम गर्ने कोसिस अगाडि बढिरहेको प्लेयरलाई स्पट गर्छन् तामाङ मोटम आएको थियो 1 म्यान ब्याटल जित्छन् एन्ड टिम ट्राइबर मेसीको लागि अर्को एउटा विनर चिकन डिनर रहेको देख्न सकियो र अब भने त सायद मुस्किल नरहला टिम एसटीको लागि यो म्याचमा पनि चिकन डिनर निकाल्नको लागि एन्ड या ड्रप क्लास लिइरहेको छैनन् त्यही भएर ब्याक टु ब्याक चिकन डिनर आइरहेको छ पक्कै पनि भन्न मिल्दैन यहाँ हल्का देखिरहेको छ मैले किनकि ड्रप फाइटमा नआए पनि टिमले अन्तिममा आएर चिकन निकाल्दाखेरि त्यति धेरै किल देखिरहेको हुँदैन थियो बट यहाँ टिम एएसटीले किल र प्लेसमेन्ट पोइन्टलाई एकदमै म्यानेज गरेर चाहिँ अगाडि बढिरहेको छ सो या टिमले जुन हिसाबले खेलिरहेका छन् एउटा सिचुएसन रहन जान्छ एन्ड त्यही अनुसार टिमले खेलिरहेका छन् यहाँबाट अब फेरि पनि 3v1v1 इफ यो फाइट इफ हारियो भने त अगाडि 5वटा चिकन डिनर निकालेको त्यति राम्रो म चाहिँ काउन्ट गर्दिनँ किनकि यो एकदमै इजी नै हो ब्याक टु ब्याक टिमको लागि 5वटा चिकन डिनर आइसक्दाखेरि लास्टमा सोलोको अगेन्स्टमा 3जना प्लेयर हुँदाखेरि नै हार्नुहुन्छ भने चाहिँ त्यो सिचुएसन चाहिँ खराब नै हुन्छ टिमको लागि बट सायद नहारिएला कि लेस्ट होप फर द बेस्ट यता तामाङ हल्का अफ एङ्गल लिएर आउनेछन् पिकलाई स्पट गरिएको रहेछ सर्ट आउँछ पिकलाई डाउन गर्नेछन् जायोले र पोडियम बाहिरी अन्तिम प्लेयर क्लियर वाइटी के यहाँबाट 1v3 गरिएला र सर्कलको ठ्याक्कै एजमा रहेको स्याकको कभरमा रहन्छन् क्लियर वाइटी पछाडि प्लेयर तामाङ आउँछन् एकातिरबाट जायल सर्ट लिइरहे एन्ड देन डोकीलाई पनि क्लोजमा आउँदै गरेको देख्न सकियो यहाँबाट सायद मुभमेन्ट बन्न सक्छ एन्ड टिम एएसटीको लागि ब्याक टु ब्याक 6वटा चिकन डिनर आएको छ अनि यो म्याचमा पनि चिकन डिनर फर टिम ट्राइबर मेसी डबल ह्याट्रिक चिकन डिनर टिम अब टप 5 टिमहरू अलरेडी हेरिसकेका छौँ जहाँबाट एएसटीको टिमका लागि भने चाहिँ अलमोस्ट डबल डिजिट डबल पोइन्ट नै बढिरहेको देख्न पायो ग्याप डिफ्रेन्स वाइज बाँकी टिमहरूको लागि भने चाहिँ अलमोस्ट अराउन्ड 40-30 को अराउन्डमा नै हामीले देख्न पाइरहेका छौँ त्यसमाथि सेकेन्ड पेज हेर्ने हो भने सेकेन्ड पेजमा पनि 20 को अराउन्डमा टिमहरू भने चाहिँ अभाइलेबल रहेका छन्